यही हो दादा भन दादालाई भन दादा मैले सिरानी मुनि राखेको गुटका तैँले खाएकै हो खाएकै हो किन खाइस् मैले किन खाइस् तोरबाट गई दोकान गई किनेको गुटका खाइस् डन्ठाले हाल्नु दादालाई किन खाइस् यसलाई त घोडाले अब हाल्ला पुरा जाडो भएर जिउ पनि चिचो चिचो भएर दिन तातो हुनु लाग्छ यसलाई त अब घोडाकै दर्शन गराउनु पर्ने सरी दादा भन दादालाई मरिस भन दादालाई चोरिस मेरो बा उडाइदिनु यसलाई उडाइदिनु मेरो गुटका चोरिस संसारमा बाटो चाहन्छु दादा गुटका चोरिस कहाँबाट बाटो चाहन्छस् बिहा पनि गरेको छुइनँ मरिस दुईटा नानी जन्माउने धोको छ मरिस आज मरिस मरिस दादा म मरिस त अब ताको हातबाट त्यसलाई सास फेर्नु त्यही न भाइ ला सास फेर एकछिन गुटका किन चोरेर खाइस् म अझै बाटो चाहन्छु गुटका किन चोरेर खाइस् किन हाँस्यौ सोध त दादा हाँस्नु छ यो दादा तपाईँ केप लाउनु बिर्सेन केप लाउनु दादा तेरो बाउको क्याप डर लाग्दैन घोडा छ दादा बुलेट लाउनु न बुलेट दादाले पनि कस्तो यस्तो गर्नु लिएर खाना यस्तो कस्तो दादाले त हरेस लाग्दो गर्नु हँस्यो नि मलाई पनि त हाँस्यो त्यो बन्दुक छैन नि त घरमा कि तेरो बाउको दादा बन्दुक यो बन्दुक होइन गन्दुक हो गन्दुक चुप लाग डर लाग्यो मैले भन्दा अलिकति डर लाग्यो दादा गन्दुक बोकेर मलाई चाहिँ नडराइदिनुहोस् अब तपाईँ गुटका भएर फर्काइदिन्छु दादा बन्दुक फर्काइदिन्छु भनेको कि